Do I believe in God? Let's find out. Hi everyone, welcome to V Vlogs and आज चाहिँ हामी जान्छौं पूर्णागिरी मन्दिर। तपाईहरु महेन्द्रनगरबाटै हो भने चाहिँ you must have heard about it। तर यदि होइन या तपाईहरुलाई थाहा छैन भने चाहिँ पूर्णागिरी मन्दिर भनेको चाहिँ सतीको डेड बडी जब शिवजीले लिएर हिँड्नु भएको थियो त्यतिबेला चाहिँ त्यो ठाउँमा उहाँको नाभि खसेको थियो भनेर इट इज बिलिभ। त्यसरी नै त्यो ठाउँमा मन्दिर स्थापना भयो र पूर्णागिरी माता भनेर वर्शिप गर्न थालियो। अनि मेरो चाहिँ पापाले एकदमै मान्नुहुन्छ पूर्णागिरी, त्यही भएर हामी गइराको हुन्छौं। अनि जान थालेको पनि हामी एकदमै सानो हुँदादेखि नै जान थालेको है। अनि अहिलेसम्म चाहिँ म 15 चोटी जस्तो गइसके होला के पूर्णागिरी। सो कमिङ ब्याक टु द पोइन्ट व्हिच वाज डु आई बिलिभ इन गड। आई फिल लाइक मैले आफ्नो स्पिरिचुअल साइड चाहिँ एक्सप्लोर गर्न बाँकी नै छ। अनि यो चाहिँ मलाई एकदमै कम्प्लिकेटेड अनि डिबेटेबल टपिक जस्तो लाग्छ के। नर्मल दिनहरुमा चाहिँ भगवानलाई सम्झिने, पूजाहरु गर्ने अनि व्रतहरु बस्ने त्यस्तो धेरै गरिराको हुँदैन। तर अब अप्ठ्यारो अनि गाह्रो परेको बेलामा चाहिँ सबैभन्दा पहिला भगवानलाई सम्झिन्छ है। म त झन् एकदमै गाह्रो परेको बेलामा पूर्णागिरी मातालाई नै सम्झिराको हुन्छु। अब यसलाई भगवान मानेको भन्ने कि नमानेको भन्ने तपाईहरुलाई के लाग्छ कमेन्ट्समा भन्नु है। गर्दा गर्दै तपाईहरु पनि एकछिन माताको दर्शन गर्नु है त। अनि यो फर्किँदाखेरि चाहिँ यसरी दुबो बान्यो भने तिम्रो विश पूरा हुन्छ भनेर भन्छ के। अनि क्यान यु गाइज गेस मैले के विश गरे होला भनेर। सो द्याट्स इट फर टुडे गाइज। सी यु इन नेक्स्ट व्लग एन्ड थ्यांक यू फर वाचिङ। बाइ बाइ।